वाह बालेन वाह, पटक पटक मन जित्दै आएका बालेनले फेरि एकपटक मन जितेका छन्। साथीहरू, आज मात्रै पर्सि 13 गते हुँदै गरेको बालेन शाहको शपथ ग्रहण कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ र यो सार्वजनिक भएको कार्यतालिका हेर्ने हो भने बालेन शाहले वैदिक सनातन परम्परा अनुसार आफूले शपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने देखिन्छ। उनको पदभार ग्रहण कार्यक्रमको पहिलो चरणमै देखिएको यो सनातन प्रतिको माया, उनको लगाव जुन किसिमको देखिएको छ, यो अत्यन्तै सराहनीय र प्रशंसा योग्य छ। यो कुराले के प्रश्न पारेको छ भने अब हुँदै गरेका हाम्रो प्रधानमन्त्री बालेन शाह हाम्रो देशको प्राचीन धर्म संस्कृति, यहाँको सनातन वैदिक सनातन धर्म संस्कृति र यहाँको परम्पराप्रति कति दृढ छन् भन्ने कुरा यसले प्रश्न पारेको छ। भनिन्छ एउटा सार्वभौम देशकै रूपमा बाँच्नको निम्ति सबैभन्दा पहिला यहाँको धर्म संस्कृति, यहाँको परम्परा, रीतिरिवाज, प्राचीन सम्पदाहरू, यहाँको कल्चर बाँच्नुपर्छ भनिन्छ। र बालेन शाहले आफ्नो पदभार ग्रहण गर्दै गर्दाखेरिमा जुन किसिमबाट एउटा सन्देश दिन खोजेका छन् यो अत्यन्तै सराहनीय छ र उनले सदैव देशको प्राचीन धर्म संस्कृतिको सम्मान गर्नेछन् र त्यसको जगेर्नाको निम्ति जमेर लाग्नेछन् भन्ने कुरा प्रष्ट देखिएको छ। सार्वजनिक भएको कार्यतालिका अनुसार साथीहरू, पर्सि 13 गते मध्याह्न 12:34 उनले शपथ ग्रहण गर्नेछन् र त्यो शपथ ग्रहण गर्दै गर्दाखेरिमा शङ्खघोष हुनेछ साथीहरू, कि 7वटा शङ्खहरू एकैचोटि बजाइनेछ। हाम्रो सनातन धर्म परम्परा अनुसार यदि कुनै पनि कार्यक्रममा यसरी शङ्ख बजाइयो भने त्यो शङ्खको ध्वनिले त्यहाँनिर भएका भूत प्रेत बेकार चिजहरूलाई टाढा भगाइदिन्छ। जो पनि त्यहाँनिर प्रेत दुखी आत्माहरू छन् वरिपरि तिनीहरूलाई भगाइदिन्छ भन्ने हाम्रो परम्परागत एउटा चाहिँ विश्वास र मान्यता छ। त्यही मान्यता अनुसार 7वटा शङ्खहरूको एउटै स्वर गुन्जिरहँदाखेरिमा उनले शपथ ग्रहण गर्नेछ। त्यति मात्रै होइन साथीहरू, शपथ ग्रहण भइसके पछाडि 108 जना बटुकहरूद्वारा स्वस्ति शान्ति वाचन गराइनेछ, जसले गर्दा बालेनको 5 वर्ष प्रधानमन्त्री कार्यकाल अत्यन्तै सफल हुनेछ भन्ने विश्वास राखिनेछ। र त्यस्तै गरेर 16 जना भिक्षुहरू मार्फत अष्टमङ्गल पाठ गराइनेछ। र यी पूजाआजाका कार्यक्रमहरू सकिसके पछाडि 2:15 प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्नेछन् र बालेन शाह यो देशको एउटा शक्तिशाली युवा प्रधानमन्त्री बन्नेछ। बाँकी कुरा त पछि गरौँला साथीहरू। अहिलेलाई म यति भन्न चाहन्छु, बालेन शाहलाई धेरै धेरै शुभकामना। 5 वर्ष कार्यकाल स्मरण योग्य रहोस् देशको निम्ति।